हाल यो आन्दोलनमा निस्किनुभएका हाम्रो स्टाफ नर्सहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनकि कमसेकम आफ्नो हक अधिकार के हो भन्ने कुरो बल्ल बुझ्नु भएको रहेछ। किनकि अहिलेसम्म धेरै नर्सहरू शोषण र पीडितमा परेर आफ्नो शोषण पीडित आफ्नै मनमा दाबेर आफ्नो देश छोडेर अर्काको देश गएर बसेको धेरै नर्सहरू छन्। त्यसैले गर्दा अहिलेको नर्सहरूले आफ्नो अधिकार के हो भन्ने कुरा आफ्नै देशमा लडेर आफ्नै अधिकार खोज्नुपर्छ भन्ने कुरा सोच लिनुभएको रहेछ। धेरै धेरै धन्यवाद गर्न चाहन्छु। अनि धेरै अहिलेसम्म जति पनि पीडितमा भएको सम्पूर्ण नर्स दिदीबहिनीहरूलाई म के गर्न चाहन्छु भने तपाईँहरू आफ्नो शोषणमा परेर त्यो शोषणमा परेको पीडा आफ्नो मनमा दाबेर आफ्नो देश छोडेर जाने होइन। यो अहिलेकै नर्सहरूले जस्तै आफ्नो हक अधिकार यहीँ खोजेर आफ्नै देशमा रोजगार गरेर आफ्नै घर परिवारसँग तितामिठा खाएर आफ्नै देशमा बस्ने प्राण आँट गर्नुहोस् भन्न चाहन्छु। अब ऐन्दा कुनै पनि नर्सका दिदीबहिनीहरूले यो शोषण पीडितमा परेर जति शोषण परे पनि जति पीडामा परे पनि सबै कुराहरू आफ्नो मनमा दाबेर आफ्नो देश छोडेर अर्काको देश जाने काम नगर्नुहोला। आफ्नै स्वदेशमै आफू माथि परेको शोषण र पीडा बाहिर ल्याउनुहोस्, आँट गर्नुहोस् अनि आफ्नै देशमा बस्नुहोस्, आफ्नै देशको जनतालाई सेवा गर्नुहोस्, आफ्नो घर परिवारसँग बसेर तितामिठा खानुहोस्। यही मेरो अनुरोध गर्न चाहन्छु। कोही पनि पीडामा नबस्दिनु होला है। बल्ल आफ्नो क्षेत्र अधिकार के हो भन्ने कुरा बुझ्नु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यहाँको अहिले यो दुईवटा हस्पिटलको नर्सहरूले मात्रै होइन, देशभरि सिङ्गो देशमा रहेका सम्पूर्ण नर्स दिदीबहिनीहरूलाई आफ्नो अधिकार खोज्नलाई नडराइकन नडगमगाइकन आफ्नो अधिकार प्रष्ट रूपमा राख्नुहोला, खोज्नुहोला, मनमा दाबेर आफ्नो देश छाडेर विदेश नजानुहोला भन्न चाहन्छु। धन्यवाद।